जय श्री राधे राधे। आज चाहिँ हामी भक्तजनहरूले सोधेको कारणले चाहिँ हामीले एउटा विषयमा प्रवेश गरेका छौँ। भगवान शिवको कृपा कस्तो हुन्छ, भगवान शिवको कृपा हामीले कसरी पाउने भन्नुहुन्छ। भगवान शिवको कृपा पाउनको लागि हामीले भगवान शिवको भक्ति गर्नु पर्यो। कुनै पनि भगवानको भक्ति गर्दाखेरि मात्रै त्यो कृपा हुन्छ। त्यो कृपा हुनको लागि हामीले भक्ति कस्तो गर्ने त भन्दाखेरि निसाबर प्रेमको भक्ति गर्ने। देखावट भक्ति गरेर त कृपा हुँदैन। त्यसै गरी कोही रोगमा छन्, कोही शोकमा छन्, कोही भयमा छन्, कोही चिन्तामा छन्। अहिले कति एक्सिडेन्ट पर्ने, कोही के हुने, कहिले के हुने, किन त हो। भगवान शिवलाई सदैव उनलाई गुरुको रूपमा लिएर जहिले पनि हामी जुन देशमा छौँ, जुन ठाउँमा छौँ, जुन परिवेशमा छौँ, उनको यादमा हामी यति हिँड्यौँ र भगवान शिवलाई गुरु बनाएर उहाँलाई राम रामको नाम सुनाएर चाहिँ अगाडि बढ्यौँ भने हामी जहिले पनि सुरक्षित हुन्छौँ। अब आयो मृत्युञ्जय कुरामा। मृत्युञ्जय मन्त्रको विषयमा के छ, भगवान शिवको सञ्जीविनी विद्या मन्त्र भनेको चाहिँ मृत्युञ्जय मन्त्र, जब मार्कण्डेय ऋषिले आफ्नो जीवनलाई सुरक्षा गरेका थिए। र यो मन्त्र जप्यौँ हामीले विधिपूर्वक। हामीले सोमबारबाट सुरु गऱ्यौँ, लगभग 16 सोमबारसम्म चाहिँ हामीले यो मन्त्र जप्यौँ, व्रत बस्यौँ। र तपाईँको घरमा कोही अनिष्ट रोगहरू, शोकहरू, भय, चिन्ता र यस्ता विभिन्न किसिमको भय छ भने त्यो तोडमोड भएर नकारात्मक ऊर्जालाई भगवान शिवले अग्नितत्व, प्रकृतिको अग्नितत्वमा लगाएर नष्ट गरिदिनुहुन्छ। यो एउटा विधि छ हामीले। अब भगवान शिवको निरन्तर कृपा गर्ने, भक्ति गरिरहन्छु, म भगवान शिवको भक्ति गर्छु भन्दाखेरि चाहिँ यो मृत्युञ्जय मन्त्र जप्नलाई चाहिँ विधि चाहिन्छ, गुरुको पद्धति चाहिन्छ। गुरुद्वारा तपाईँ पूजित हुनु पर्यो, गुरुद्वारा दीक्षित हुनु पर्यो। त्यो नभइकन मिल्दैन। केही समयलाई सर्टकट गर्न त मिल्यो, अहिपछि गर्न मिलेन। तर अहिपछि गर्नलाई चाहिँ गुरुको आज्ञा, तपाईँले गुरु धारण गर्नु पर्यो। अब तपाईँले अब गुरु बिना धारण नगरिकन व्यक्तिलाई कोही व्यक्तिद्वारा मार्गदर्शन नभइकन सिधै डाइरेक्ट भगवान शिवलाई गुरु बनाएर गर्न मिल्ने भने चाहिँ के हो, शाम्ब सदाशिवको मन्त्र तपाईँले भगवान शिवलाई गुरु बनाएर अगाडि बढ्न सक्नुहुन्छ। गुरु बनाएर अगाडि बढ्दाखेरि चाहिँ तपाईँले भगवान शिवलाई नै गुरु बनाउनु भयो, मन्त्र उहाँकै जप्नुभयो। हे शिव, हजुर मेरो गुरु हुनुहुन्छ, म हजुरको शिष्य। 3 चोटि भन्नुभयो, म तपाईँको शाम्ब सदाशिवको मन्त्र जप्दछु जीवनभर। अथवा तपाईँको कतिसम्म समय छ त्यो सङ्कल्प गरेर जप्न थाल्नु भने तपाईँको जीवनमा सुरक्षाको निश्चित डोर सुरु हुन्छ। यो भगवान शिवले लिनुहुन्छ। शाम्ब सदाशिव, शाम्ब सदा, जसरी राधे श्याम, राधे कृष्ण, हरे राम, यस्तो भनेको जस्तै हो यो। र यसरी जप्न थाल्यो भने तपाईँको सुरक्षा निश्चित हुन्छ। रोग, भय, चिन्ता पनि मुक्त हुनुहुन्छ र शोकबाट पनि मुक्त हुनुहुन्छ। तर यो निस्वार्थ हुनु पर्यो, निस्वार्थ हुनु पर्यो। जस्तो अहिले मैले स्वार्थ गर्ने भगवान शिवलाई चाहिँ मैले अब यहाँ गर्छु, भोलिदेखि चाहिँ म पैसा पनि कमाउँछु, बल पनि प्राप्त गर्छु, त्यो होइन। भगवान शिवसँग प्रेम गर्नु पर्यो। तपाईँ धनी हुँदाखेरि पनि भगवान शिवलाई मान्नु पर्यो, गरिब हुँदाखेरि पनि मान्नु पर्यो। र कुनै पनि अवस्थामा तपाईँ राम्रो हुँदाखेरि पनि नराम्रो हुँदा भगवान शिवलाई एकै नासले मान्न सक्नु पर्यो। तपाईँ कमजोर भएको बेला, सानामा बालखामा आफू कमजोर बेला बाला बा भन्ने, अनि ठुलो भइसकेर नगर्ने भने जस्तै हो यो। र भगवान शिवलाई तपाईँले जुनै अवस्थामा पनि मान्न सक्नुहुन्छ भने तपाईँ जहिले पनि निरन्तर हुनुहुन्छ। तपाईँको भगवान शिवकै कृपाले तपाईँले राम, कृष्ण, हरि सबै प्राप्त गरिने उहाँको कृपाले हो। जगदम्बाको कृपा पनि राम शिवकै कृपाद्वारा प्राप्त हुन्छ। र बाँकी अरू विषयमा फेरि कुरा गरौँला। अहिले यति, धन्यवाद।